मेरो दृष्टिकोणमा दुईटा कुराले बिग्रिएको छ मुलुक। एउटा कुरा के हो भन्दाखेरि विधिको शासनै छैन। विधिको शासनै छैन, विधिको शासन पनि छैन अनि काम गर्ने कुनै वातावरण पनि छैन। तपाईलाई विधिको शासन भन्नाले कानुनमा संविधानमा जे लेखेको छ तपाई त्यही गर्नुस्, कानुनमा जे लेखेको छ तपाई त्यही गर्नुस्। चोरी नगर्ने भनेको छ चोरी नगर्नुस्, भ्रष्टाचार नगर्ने भनेको छ भ्रष्टाचार नगर्नुस्, अन्याय नगर्नुस्। यस्तो पिसफुल लाइफ हुन्छ कि यति पिसफुल लाइफ हुन्छ कि कुरै नगर्नु, त्यति पिसफुल लाइफ। सिङ्गो मुलुकलाई राष्ट्रलाई घर मान्नुस्, देशभित्रका जनता सबै जाति जनजाति सबैलाई दाजुभाइ र आफन्त मान्नुस्, बिहान बेलुका सबैलाई मुसुक्क हाँसेर स्वागत गर्नुस्। इङ्ल्यान्डमा अस्ति भर्खर म गएर आएको थिएँ, हर शब्दमा थ्याङ्क यू, आई एम सरी, थ्याङ्क यू, आई एम सरी, माफ गर्नुस्, धन्यवाद, माफ गर्नुस्, धन्यवाद। मेरो सेतो कपाल फुलेको देखेपछि त मैले कहीँ उभिनै परेन। लाख भिड रहेछ भने पनि मलाई तानेर सिट दिए। कल्चर त बनाउनु पर्यो नि, संस्कृति त बनाउनु पर्यो नि, एकले अर्कालाई त हेर्नु पर्यो नि। अनि मुलुकमा भ्रष्टाचार भ्रष्टाचार, अब तपाईँ भन्नुहोस् त, मुलुकको विकासको निम्ति आएको बजेटहरू सारा चाहिँ समाप्त हुन्छ, विकासै हुँदैन, ओपन भ्रष्टाचार हुन्छ, खुलेआम भ्रष्टाचार हुन्छ। अख्तियारमा नियुक्ति हुँदाखेरि भ्रष्टाचारीलाई नियुक्त हुन्छ, त्यो नियुक्ति भएको व्यक्ति जेल जान्छ, नियुक्तिकर्तालाई लाज हुँदैन, शरम हुँदैन? भ्रष्टाचारीलाई लगेर राख्ने, मुद्दा चलेका दाग लागेका व्यक्तिहरूलाई चाहिँ लगेर कुर्सीमा राख्ने, त्यो पनि कहीँ सिस्टम हो? त्यसै कारण चाहिँ के छ भन्दाखेरि मैले देखेको कुरा के हो भने मुलुकको आर्थिक स्थिति सबै तबाह भएको, सबै भएको खत्तम, विधिको शासन को चाहिँ पालना नगरेर र भ्रष्टाचार व्यापक भ्रष्टाचार तपाईँ देखिरहनु भएको छ, खपिरहनु भएको छ। मार्केट हेर्नुहोस् न, बजार कस्तो छ, 7-7 दिनमा भाउ बढ्छ, 2 दिनमा भाउ बढ्छ, 3 दिनमा भाउ बढ्छ, लाज छैन। हिजोसम्मको प्लेनको एउटा टिकट अर्को भाउ हुन्छ। राष्ट्रको मान्छेप्रति माया छैन। कसरी देश चल्छ? त्यसरी देश चल्छ? त्यो सम्भवै हुने कुरै होइन, त्यसरी त देशै चल्दैन। त्यसैले यहाँ विधिको शासन छैन, अभाव छ। यहाँ व्यापक भ्रष्टाचार छ, ओपनली भ्रष्टाचार गरेका छ, खुलेआम खुलेआम। तपाईँ हामी नाङ्गो आँखाले देखाएको छौँ तर बोल्दैनौँ। अब बोल्नलाई को चाहियो? यिनै युवा चाहियो। यही युवा शक्ति अगाडि आउनु पर्यो बोल्नलाई। यिनीहरूले नै अघि बढेर गर्नु पर्यो, यिनीहरूले नै अब चुनावमा उभिनु पर्यो, यिनीहरूले जनतालाई रिझाउनु पर्यो। फेरि जनता सोझो छ, यहाँको एकदमै सोझो छ।